साथीहरु सेवा रुस्यामुन्ना हुआ सबैजना साथीहरु सन्चै हुनुहुन्छ होला म पनि सन्चै छु अनि सबैजना साथीहरुलाई नयाँ वर्षको धेरै धेरै शुभकामना। आज त साथीहरु सबैजना कता कता जानुभयो होला म चाहिँ गइन हामी चाहिँ घर परिवारै गइनौ किनभने अल्छी लागिराखेको थियो अनि त्यही भएर हामी चाहिँ गइनौ कहीँ पनि हाम्रो प्लान कहीँ पनि जाने प्लानै भएन क्या त्यही भएर अनि हाम्रो यो गाउँकै पनि कतै पनि गएनौ त्यही भएर हामी घरमै बस्यौं अनि त्यसपछि चाहिँ हामी घरमै मिठो मिठो पकाएर खाने भनेर चाहिँ सल्लाह गरिराखेका छौं। गाउँतिर ओल्लो घर पल्लो घर चाहिँ अघिदेखि पाकिसक्यो हाम्रो घरमा मात्रै अब पाक्नु बाँकी छ। पल्लो घरदेखि चाहिँ हामीलाई नानाहरूले मोमो अघि नै ल्याइदिसक्नु भएको छ। तपाईहरुलाई म अहिले मोमो पनि देखाउँछु गाउँदेखि आएको मोमो पर्क मोमो बनाउनु भएको रहेछ। म पनि अब यहाँनेर हामी चाहिँ आधी चाहिँ भेज मोमो बनाउने आधी चाहिँ मासुकै बनाउनु पर्ने अनि त्यही भएर यताउता हामी चाहिँ बाँडेर खान्छौँ नि त। झन् आज न्यू इयरको दिन त यताउता 4-5 घरबाटै कोसेली आएको छ अनि हामी पनि अब पुर्याउनु पर्ने 4-5 घरै साथीहरु त्यस्तो छ। अनि सबैजना साथीहरुलाई फेरि पनि नयाँ वर्षको धेरै धेरै शुभकामना। तपाईहरुले सोचेको आटेको सबै पुरा होस् अनि स्वस्थ रहनुहोस् मस्त रहनुहोस् व्यस्त रहनुहोस् साथीहरु है। म तपाईहरुलाई अब म मोमो देखाउँछु अनि त्यसपछि खान्छु। हामी मोमो चाहिँ गाउँदेखि ल्याएको मोमो चाहिँ म देखाउँछु ल तपाईहरुलाई। हाम्रोमा चाहिँ यस्तो चाहिँ साथीहरु पार्टी यो चाहिँ गाउँदेखि आएको अनि हामीले पनि बनाउँदैछौँ बनाउनु लागेको। हामी चाहिँ कहीँ पनि नगएको आज किनभने साह्रै अल्छी लाग्यो भन्दा पनि त्यस्तो प्लानिङै खासै केही थिएन त्यस्तै भयो। त्यही भएर घरमै मोमो बनाउँदै खाँदै बस्ने भनेको तर मेरो चाहिँ आँखा कस्तो रातो भइरहेको रहेछ साथीहरु। अनुहारको गति मति सबै गइरहेको छ। हाम्रो मिसले चाहिँ अघि सबै किमाहरू रेडी गरिसक्नु भएको उड्दा बुनु यहाँ पनि छ हाम्रो मिस एउटा गाउँदेखि ल्याएको मोमो चाहिँ नानाले चाहिँ खानुहुन्न नि त सुँगुरको मासु त्यही भएर खानु पाउनु भएन रे। कस्तो मजाले बनाउनु भएको छ अब हामी पनि बनाउनु थाल्नुपर्छ। बोसो देखाइदिएन आमालाई होइन होला भन्दा हाम्रो मिसले चाहिँ यहाँनिर आगो बाल्दै हुनुहुन्छ यताबाट कि त मिस आगो बाल्नु त हाम्रो बहिनी त नि खतरा छ नि त नि। ल के पो भयो क्यामेरा त त्यस्तो छ। अनि हाम्रो यहाँ मिस चाहिँ अब अघिदेखि अघि पछि हिँडेकी गरिराख्नु भएको छ। अब मोमो बनाउने हो खाने हो अनि सबैजना साथीहरुलाई ह्याप्पी न्यू इयर भन्न पुग्नु। अनि यो चाहिँ ओखलमा के अरे अचार चाहिँ पिसेर खानु लागेको यो चाहिँ न्यू हो नानाले गाउँदेखि ल्याउनु भएको हो। अनि मसला पाक्दैछ अचार रेडी हुँदैछ हाम्रो चाहिँ ओखलमा। मोमो चाहिँ रेडी भइसक्यो तर नुन चाहिँ यति कडा भएछ नि। मोमो चाहिँ यहाँ पाकिसक्यो हाम्रो। यो चाहिँ मैले सेकाएको उयो के अरे तताकै माथिबाट चाहिँ नि यस्तो राम्रो भएछ। हामी चाहिँ खालि आटाकै मात्रै खान्छौँ क्या मोमो चाहिँ यस्तो भएको छ। अनि अब अलिकति गाउँमा लाने हो हामी चाहिँ जे पनि बाँडेर खान्छौँ नि त। अघि नै नानाहरूले ल्याइदिनु भएको थियो नानाहरूले ल्याइदिनु भएको चाहिँ खाइसक्यौँ। अब नानाहरूलाई लगिदिनु पर्ने। मिठो थियो।
सुँगुरको त चाखेको थियो सुँगुरको भनेर म त के को निसु माने खाएको हेराइ मात्रै बाजेले 2 किलो मासु किन्ने गरेका अहिले अलिकति पढाइदिएको अनि मान्छे थुप्रो थियो भन्ने थियो अरे अब खोइ त ह्याप्पी न्यु इयर भन्नुभयो भने त सकिएछ पो खाइ पो सकेको रहेछ ह्याप्पी न्यु इयर रे हाम्रो केटाकेटी नको नखाने केटाकेटीहरूले चाहिँ खाइसकेको छ यहाँ अब हामी खानुपर्ने भिडियो बनाउनु पनि बिर्सिसकेको रहेछ ह्याप्पी न्यु इयर बताऊ खानु त खाएको भने त यत्रो पो दिन्छ त हामी खाँदिनै यसो नि हामी चाहिँ अब बाहिर बस्यौँ होइन चाख्ने कति दिने भन्ने हामीलाई थाहा छ नि त हाम्रो बाबालाई के थाहा रक्सी चाख्नु दिनु पऱ्यो भने 1 गिलास नदिन्छ त्यही बुझ्दैन अनि 1 गिलास त यति गिलास नि यत्रो होइन नि यत्रो म नि पहिला अहिले यसो सम्झिन्छु कि अहिले त अन्त मजालाई पनि बुढापाकालाई दिन्छु के अरे मेरो आफ्नो बाजेलाई नि पैकार गर्थेँ कि अहिले सम्झिन्छु बाजेलाई कति खाउँ लाग्थ्यो होला कहिले दिन्थ्यो कहिले दिँदिनँ थियो हामी त फेरि पहिल्यैदेखि नि हाम्रो चाहिँ बाजे नै कडा छेत्री वन गाउँमा हुर्केको अरे हाम्रो बाजे चाहिँ यो मान्छेलाई नि धेरै दियो भने त भरे पुगिसकेपछि कति कम त्यसरी हो चाख्नु दिनुपर्ने यति एक अमल भन्दा उयो हुन्छ भनेर अनि खरानीको यस्तो कि खरानीले मात्र भएन नि खरानीले माछा म चाहिँ यहाँ सुतेको साथीहरू ज्वरो आउँला जस्तो भयो म पनि खाइसक्यो सबै उयो भइसकेपछि चाहिँ अगाडिदेखि नै मलाई चाहिँ घाँटीहरू दुखिराखेको थियो हिजोदेखि नै अहिलेदेखि चाहिँ ज्वरो आउँला जस्तो भएर फेरि यहाँ त्यतिकै ढल्केको अनि फेरि पनि साथीहरू सबैजना साथीहरूलाई नयाँ वर्षको धेरै धेरै शुभकामना अनि हजुरहरूले सोचेको आँटेको सबै पुरा होस् त्यही भन्न चाहन्छु सबैजना साथीहरूलाई अनि अब चाहिँ म भिडियो यहीँ अन्त्य गर्दैछु बाई बाई साथीहरू गुड नाइट फेरि भेटौँला